त्यो राम्रो होइन। मुख छाड्दैमा चाहिँ त्यो डन त्यो चाहिँ खतरा। अनि मैले चाहिँ मुख नछाडिकन राम्रोसँग एक्लैले भन्दाखेरि चाहिँ म रोको होइन। नरो न भाइ, तिमीहरूले नरो भनेर नि म रुनेवाला पनि छैन, रुनेवाला पनि होइन क्या केटा हो। यति बुझाउनु खोजे हो चाहिँ मुख नछाड्दैमा 10-15जना ग्रुपमा डिस्कर्डमा मान्छे नबोकेर मुख नछाडिकन ठुलो ठुलो स्वरमा त्यो हुन्छ नि लौडा लसुन नभनिकन त्यो मान्छे रोको हुँदैन भनेर भन्नु खोजे हो तिमीहरूले त्यो नरो भनेर केही फरक पर्दैन। ओके लाउरे, तिमीलाई स्पाइडीले डुवामा आऊ कुरा गर्ने भन्दैछ। भनिहाल्यो त, स्पाइडी साथी पनि साथी हो होइन। म कसैको यो कुरा यो कन्ट्रोभर्सीको बारेमा कोहीसँग म डुओमा डिस्कर्डमा ग्रुपमा कहीँ जाँदिनँ क्या, बुझ्यो नि केटा, कहीँ जाँदिनँ। मजाले तिमीहरू मजाले मेरो गल्ती छ, लाउरे गेमिङले गल्ती गरेछ, लाउरे गेमिङ यहाँ ऊ भनेर मुख छाडेर त्यो लाइभमा बसिरहेको छ उफ्रिरहेको छ भने इन्डियलमा आएर भेट भनिदेऊ है। अब इन्डियलको यो डेट सेट होइन, इन्डियलको लागि त्यो भेट्नको लागि डेट चाहिँदैन। यदि मेरो गल्ती छ भने मेरो पर्मानेन्ट एड्रेस दिएर मसँग भेट्न आउनु सक्नुपर्छ क्या केटा हो। मलाई घरबाट उठाउन सक्नुपर्ने हुन्छ त्यो, यदि त्यो मेरो गल्ती छ भने। यदि मेरो गल्ती बिना त तिमीहरूले उठाउन सक्नु नै पऱ्यो नि। अफलाइन त डराउँछ अझ इन रियल चाहिँ होइन ब्रदर। धेरै फरक हुन्छ मान्छेको हरेकको पर्सनालिटी, यो भनेको धेरैको फरक हुन्छ क्या, मान्छेको धेरैको फरक हुन्छ क्या। आज म गेम लेखेको देखिरहेको छु, गेममा तिमीहरूले डराएको देख्यो होला, इन रियल धेरै फरक पर्छ क्या, धेरै छ। सबै गेमरहरू त्यो गेमिङमा मात्रै खेलेर हुँदैन क्या, हरेक मान्छेहरू कहाँ छिरेर के गरेर आएको त्यो सबै बुझ्न पनि जान्नुपर्छ क्या। तर बुझेको हुँदैन तिमीहरूले, त्यही भएर यो कुराहरूलाई म केही पनि लिँदिनँ है। ओके ल अब यो भयो, एकछिन म यो गेमबाट आउट अफ टपिक गएँ, म गेममा गएँ। मैले 1 घन्टा 20 मिनट त यहाँ ऱ्याङ्क